पत्र फेरि हामी हेर्नेछौँ। प्रेरितको पुस्तकलाई हामी हेरौँ। प्रेरितको पुस्तक 3 अध्यायको 19 पदलाई पढिदिनुहोस् त। प्रेरितको पुस्तक फेरि हामी प्रेरितको पुस्तक 3 अध्यायको 19 पदलाई पढिदिनुहोस्। यसकारण पश्चाताप गर्नुहोस् र फर्कनुहोस् कि तपाईहरुका पाप मेटियोस् र परमप्रभुको उपस्थितिबाट आनन्दको समय आओस्। मेन हेर्नु त, अनन्त जीवन मुक्ति पाउनको लागि चाहिँ कुनै पनि मोल तिरेर होइन, या सित्तैमा पाउनु के भन्नुभएको छ प्रभुले? यसकारण पश्चाताप गर्नुहोस्, फर्किनुहोस् अनि तपाईँको पाप मेटाउनुहोस् र परमप्रभुको उपस्थितिमा तपाईँ आनन्द लिनुहोस्। कोही पनि मोल तिरेर, कोही पैसा तिरेर भन्नुभएको छैन। पश्चाताप गर्नु भनेको सित्तैमा तपाईँले मैले आफ्नो पापहरू स्वीकार गरेँ। हामी आज सबैभन्दा महत्त्व के हो भन्दाखेरि तपाईँ र मैले चाहिँ जब म पापी रहेछु भनेर जब हामी पश्चाताप गर्न सक्दैनौँ अनि मात्रै हामी उद्धार मुक्ति पाउन सक्छौँ। पश्चाताप गर्छौँ तब हामी पश्चाताप गर्न सक्दैनौँ। आज धेरै मान्छे के भन्छ भने आज मैले के पाप गरेको छु र, मैले पाप गर्नु पश्चाताप गर्नु के आवश्यक छ र, धेरै घमण्ड गरिरहेको छ। तर हामी सब तपाईँ र मैले बाइबल धर्मशास्त्र परमेश्वरको वचनले तपाईँ र म जन्मेर पाप गरेर पापी भएको होइन। हाम्रो पुर्खा आदम र हव्वाले पाप गरेको कारणले तपाईँ र म पापी भएको कारणले गर्दा हामी पाप गर्छौँ। त्यही कारणले आज पापबाट छुटकारा पाउनको लागि येशू ख्रीष्टले आजभन्दा 2000 वर्ष अगाडि उहाँले क्रुसमा बलिदान हुनुभयो र हाम्रो पाप क्षमा गर्नुभयो। त्यही कारणले म आफू पापी रहेछु भनेर आफ्नो पाप स्वीकार गरेर पश्चाताप गर्न हामी सक्दैनौँ। यति मात्रै हामी गर्न सकेका छैनौँ। प्रभु येशूलाई हामीले स्वीकार गर्न सकेका छैनौँ। प्रभु येशूलाई प्रभु र मुक्तिदाता भनेर म पापी रहेछु, मेरो म जन्मेर पाप गरेर पापी भएको होइन, हाम्रो पुर्खाले पाप गरेका कारणले म पापी रहेछु। त्यही कारणले म पापबाट छुटकारा पाउनु, म आफ्नो पाप स्वीकार गर्न सक्दैनँ भने कहिले पनि हामी अनन्त जीवन र अनि हामी मुक्तिका 3 खुर्किला भने अघिले हामी अनन्त जीवन कहिले पाउन सक्दैनौँ। अनि आफ्नो पापहरू स्वीकार गर्नुपर्दछ भनेर जहाँ परमेश्वरको वचनले स्पष्ट गरी हामी पाउन सक्छौँ। जब हामी प्रार्थना 11को 18 पदलाई पनि प्रेरितको 11को 18 पदलाई पनि पढिदिनुहोस् त। आज एकदमै महत्त्व वचन छ यहाँहरू सबैजनालाई र हामी सबैजनाले प्रशस्त मात्र आशिषित हुनेछौँ भन्ने मैले आशा गरेको छु। 11 अध्यायको 18 पदलाई पनि पढिदिनुहोस्। प्रेरितकै पुस्तक। यी कुरा सुनेपछि तिनीहरू चुप भए र यसो भन्दै तिनीहरूले परमेश्वरको महिमा गरे। अब त परमेश्वरले अन्य जातिहरूलाई पनि जीवनको निम्ति पश्चाताप दिनुभएछ। आज अन्य जाति तपाईँ र मैले प्रभुलाई विश्वास गर्ने व्यक्तिलाई मात्रै होइन, आज संसारमा भएको हरेक अन्य जातिलाई पनि प्रभुले चाहिँ के गर्नुभएको छ त? उहाँले चाहिँ अन्य जातिहरूलाई पनि जीवनको निम्ति पश्चाताप दिनुभएको छ। तर उहाँले स्वीकार नगरेको कारणले मात्रै उद्धार पाउन नसकेको हो नि त। जीवनको स्वाद उहाँले पनि पश्चाताप गर्ने समय परमेश्वरले दिनुभएको छ, जीवनको स्रोत दिनुभएको छ। अनि उहाँ परमेश्वरको महिमा गर्ने, उहाँको चाहिँ महिमित जीवन जिउनको लागि परमेश्वरले प्रत्येकलाई उहाँले आह्वान गर्नुभएको छ। तर आफ्नो पाप स्वीकार नगरेको कारणले गर्दाखेरि मात्रै हो है, नगरेको कारणले गर्दाखेरि मात्रै हो। त्यही भएर यहाँ पहिलो पत्रुसको पुस्तक 1 अध्यायको 23 पदले पनि हामी स्पष्ट गरेर हामी यहाँ पाउन सक्छौँ। पहिलो पत्रुसको पुस्तक 1 अध्यायको 23 पदलाई पनि पढिदिनुहोस्। हामी पापका लागि मरेर धार्मिकताको लागि जियौँ भनी उहाँले क्रुसमा आफ्नै शरीरमा हाम्रा पाप भोग्नुभयो। कति पनि पहिलो पत्रुसको 1 अध्यायको 23 पद भनेको थिएँ। परमेश्वरको जीवित र नित्य रहने वचनद्वारा विनाशी होइन तर अविनाशी विद्याबाट तिमीहरू नयाँ गरी जन्मेका छौ। मेन अब हामी नयाँ गरी जन्मिनु भनेको चाहिँ के हो त? विनाशी होइन अविनाशी बिउबाट तिमीहरू नयाँ गरी जन्मिसकेका छौ भन्नुको तात्पर्य चाहिँ हामीले चाहिँ कुनै पनि पैसा मोल तिरेर होइन, सित्तैमा उद्धार मुक्ति दिने येशू ख्रीष्ट हुनुहुन्छ। त्यही कारणले हामीले चाहिँ विनाशी होइन अविनाशी बिउबाट चाहिँ हामीले नयाँ गरेर जीवन दिने हुने चाहिँ येशू ख्रीष्ट मात्रै हुनुहुन्छ। पहिलो पत्र 1 को 23 पद स्पष्ट गरेर हामी पाउन सक्छौँ। अब विनाशी होइन अविनाशी बिउबाट तिमीहरू चाहिँ नयाँ गरी जन्मिसकेका छौ। अब चाहिँ हामी नयाँ गरी जन्मिने व्यक्तिहरूले अब आत्माको मुक्ति पाइसकेका छौँ।
जब हामी आत्माको मुक्ति पाउनको लागि नयाँ गरेर जन्मिनुपर्छ। नयाँ जन्मनु भनेको चाहिँ विनाशी होइन, अविनाशी बिउबाट जन्मिसकेपछि हामी के हुन्छ त? आत्माको अनन्त जीवन हामी प्राप्त गर्न सक्छौँ। प्रकाशको पुस्तकलाई हेर्दाखेरि, प्रकाशको पुस्तक पनि पढिदिनुहोस् त, 21को 4 पदलाई पनि हामी हेर्छौँ। प्रकाशको पुस्तक 21को 4 पद। उहाँले तिनीहरूका आँखाको आँसु पूर्ण रूपले पुछिदिनु हुनेछ र फेरि मृत्यु नै हुने छैन र शोक र पीडा पनि हुने छैन, किनकि पहिलेका कुराहरू बितिसकेका छन्। आमेन। यो भन्नुको अर्थ चाहिँ के हो त? प्रभु येशूले यहाँ भन्नुको त उहाँले तिनीहरूका आँखाको आँसु पूर्ण रूपले पुछिदिनु हुनेछ र फेरि मृत्यु नै हुने छैन, शोक र पीडा पनि हुने छैन, किनकि पहिलेको कुरा बितिसकेका छन्। भन्नुको तात्पर्य चाहिँ प्रभुले, परमेश्वरले भन्नुको तात्पर्य के हो त? उहाँको आँखाका आँसुहरू पूर्ण रूपले पुछिदिनु हुनेछ र अनि त्यस पछाडि यहाँ के कहिले मृत्यु हुने छैन, शोक र पीडा पनि हुने छैन, किनभने पहिलो कुरा बितिसकेका छन्। अब भन्नुको तात्पर्य शरीरको लागि होइन, हाम्रो आत्माको लागि। अब दोस्रो मृत्यु है, हाम्रो आत्माको मृत्यु चाहिँ कहिले हुने छैन। शरीरको लागि मृत्यु हुनसक्छ, मैले अघि भने शरीरको लागि होइन, तर आत्माको लागि हामीले जति पनि बल जपित गरेर प्रभुलाई विश्वास गर्नुपर्ने, हामी शरीरको लागि होइन। शरीर त कति हो र? भजन सङ्ग्रह 90को 10ले कति वर्ष भन्दछ? 70 वर्ष। बलले भ्यायो भने कति हो? 80। बलले भ्यायो भने 80, त्यति मात्रै। त्यो 70 देखि 80 सम्मको अवधिभित्र तपाईँ र मैले के गर्दैछौँ त? परमेश्वरको महिमा गर्ने काम गरेका छौँ कि परमेश्वरको महिमित जीवन जिउँदैछौँ कि संसारमा भएका बाटो संसारीको कुरामा तपाईँ र म त जिरहेको छु? यो अवधिभित्रै हो तपाईँ र मैले चाहिँ परमेश्वरलाई रिझाउनु पर्ने, परमेश्वरको आराधना गर्नुपर्ने, परमेश्वरको महिमा गर्नुपर्ने, परमेश्वरको प्रशंसा गर्नुपर्ने, परमेश्वरलाई हामीले आफ्नो हृदयबाट परमेश्वरलाई हामीले स्वीकार गर्नुपर्ने। आत्माको मृत्यु हुँदैन भनेको चाहिँ प्रकाशको पुस्तकमा। हाम्रो शरीरको लागि त त्यति भित्रमा हामी एक दिन माटोबाट माटो फर्केर जान्छौँ, तर तपाईँ र मेरो आत्मा मर्ने छैन। यहाँ वचनले भन्दा चाहिँ यूहन्नाको पुस्तकलाई हेर्दाखेरि, यूहन्नाको पुस्तक 3 अध्यायको 3 देखि 6 पदसम्म पढिदिनुहोस् त। सुसमाचारको पुस्तक यूहन्ना 3 अध्यायको 3 देखि 6 पदमा पनि हामी स्पष्ट गरेर हामी यहाँ पाउँदछौँ। नानीहरू पढिदिनुहोस् त। यसुले तिनीलाई जवाब दिनुभयो, साँच्चै म तिमीलाई भन्दछु, कोही नयाँ गरी जन्मिएन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन। निकोदेमसले उहाँलाई भने, मानिस बुढो भएपछि कसरी जन्मन सक्छ र के त्यो आफ्नो आमाको कोखमा दोस्रो चोटि बसेर जन्मन सक्छ? यसुले जवाब दिनुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, कोही पानी र आत्माद्वारा जन्मेन भने परमेश्वरको राज्यमा बस्न सक्दैन। शरीरबाट जन्मेको शरीर हो र पवित्र आत्माबाट जन्मेको आत्मा हो। शरीरबाट जन्मेको शरीर हो, आत्माबाट जन्मेको आत्मा हो। निकोदेमस भन्ने व्यक्ति एकदम कस्तो व्यक्ति थियो त? ऊ चाहिँ एउटा होइन, सभाघरका एउटा सदस्य पनि थिए, यहुदीहरूको ठुलो मान्छे हो। तर पनि आए प्रभु येशूसँग एकदम प्रश्न गरिएको छ। येशूले तिनलाई, साँच्चै म तिमीलाई भन्दछु, कोही नयाँ गरेर जन्मेन भने परमेश्वर राज्यमा देख्न सक्छ। निकोदेमसले उहाँलाई भने, मानिस बुढो भएर पनि जन्मिन सक्छ र? के त्यो आफ्नो आमाको कोखबाट दोस्रोचोटि जन्मन सक्छ र? येशूले तिनलाई भन्नुभयो, साँच्चै म तिमीलाई भन्दछु, आत्मा पानी र आत्माबाट जन्मेन भने परमेश्वरको राज्य प्रवेश गर्न सक्दैन। शरीरबाट जन्मेको शरीर हो, पवित्र आत्माबाट जन्मेको आत्मा हो। आमेन। शरीरबाट जन्मेको त हामी एक दिन एक संसारमै मरेर जान्छौँ, महत्त्वमा मिल्न जान्छौँ, तर आत्मा जन्मेको चाहिँ अनन्त जीवन प्राप्त गर्न सक्छ। ऊ एउटा सभाघरका सदस्य, युद्धका सदस्य। ऊ चाहिँ यहाँ अझै हेर्दै जाँदाखेरि उहाँ राति राति आएर सुटुक्क आएर अनि ऊ चाहिँ यहाँ आएर येशूसँग प्रश्न गरिरहेको छ, कसरी जन्मिनु सक्छ र? बुढो भएर पनि फेरि जन्मिनु सक्छ र? तर तिमी बुढो भएर जन्मे, तिमी शरीरबाट जन्मेको शरीरको लागि हो, तर आत्माबाट जन्म्यो भने त्यो अनन्त जीवन हो भनेर जब भन्यो, अनि उसले निकोदेमसले विश्वास गरेको छ। यहाँ धेरैजनाले निकोदेमसले विश्वास गरेर ऊ त्यो प्रश्न गर्यो भन्छ नि। तर सबैभन्दा, मैले ठ्याक्कै यो वचन चाहिँ मैले आज ल्याइनँ, तर सबैभन्दा यहाँ चाहिँ हामीले प्रभुलाई विश्वास गरेको, ग्रहण गर्यो, स्वीकार गरेको त हामी देख्दैनौँ, तर प्रश्न गरेको सुन्छौँ। तर सबैभन्दा पहिले
सबैभन्दा पहिले येशू ख्रीष्टलाई उहाँ क्रुसमा बलिदान गरिसकेर निकालेर ल्याइसकेपछि सबैभन्दा पहिले त्यहाँ चाहिँ एकदम शून्य मोड एकदम महँगो कुरा लिएर सबैभन्दा त्यो येशू ख्रीष्टको लासलाई चाहिँ त्यहाँ पकाउने बेला सबैभन्दा पहिले उही निकोदेमसै पुगेको छ भनेपछि निकोदेमसले विश्वास गरेको छ। निकोदेमस विश्वास गर्ने व्यक्ति हो, येशू ख्रीष्टलाई स्वीकार गरेको छ। तर उसले राति राति आएर गर्नु पर्ने चाहिँ युहुदीहरूको डरले, उनीहरू सभाघरका ठुला व्यक्ति थियो, सदस्य थियो, थाहा पाउँछ भने उसले राति आएर गर्नु कारण चाहिँ त्यो थियो। अरे कतिजना चाहिँ आज हामीले कतिको डरले गर्दाखेरि आफ्नो बाबुआमाको डरले, कसैले आफ्नो श्रीमानको डरले, आज कति श्रीमतीको डर अथवा कसैको आफन्तहरूको कसैको डरले पनि कतिलाई हृदयमा स्वीकार गरिसकेको छ तर पनि अगाडि देखाउन आउन सकेको छैन। तर त्यो हामी शरीरबाट भने देखाउटिन भन्दा पनि आत्मिक जीवनबाट पाएको चाहिँ प्रभुले देख्नुहुन्छ। निकोदेमसले आफ्नो हृदयबाट स्वीकार गरेको कुरा प्रभुले देख्नु भएको थियो, त्यो कुराले पछाडि स्वीकार गरेको छ। अनि आज सबैभन्दा हाम्रो शरीरको लागि मात्रै नभएर, शरीर त हाम्रो लागि भने एक दिन मरेर जाने, एक दिन शरीर नष्ट हो, तर आत्माको लागि तपाईँ मैले कतिको परमेश्वरको महिमा गर्ने व्यक्ति भएका छौँ, सबैभन्दा महत्त्वपूर्ण कुरा हो है। र